नै स्वतस्फूर्त रूपमा ल योबाट चाहिँ हुने रहेछ, यो गाउँको चाहिँ विकास हुने रहेछ, यहाँ चाहिँ इकोनोमिक एक्टिभिटीहरू बढ्ने रहेछ भनेर उहाँहरू चाहिँ समितिमा जोडिन आउनु भएको छ। दिइसकेको छ, नगरपालिकाले स्वीकृति दिइसकेको छ, वडाले स्वीकृति दिइसकेको छ, प्रदेश खेलकुद समितिले दिइसकेको छ, सिडिओले स्वीकृति दिइसकेको छ। भनेपछि यो एउटा चाहिँ प्रपर स्याङ्सन चाहिँ अब राम्रो आशा गरेर 6वटा क्याटेगोरी छ हाम्रो। त्यसमा अब अहिले हाम्रो यो रेजिस्ट्रेसन अहिले पनि जारी भएको हुनाले ठ्याक्कै यतिजना खेलाडी हुन्छन्। पहिलो दिन प्र्याक्टिस हुन्छ 27 गते, कार्तिक 27 गते 6वटै स्टेजमा चाहिँ खेलाडीहरूले प्र्याक्टिस गर्छन् होल डे। त्यसपछि 28 गते 3टा स्टेजमा हामीले रेस गर्छौँ, पहिलो दिनको रेस। अनि त्यसपछि दोस्रो दिन 3टामा गर्छौँ। अनि लास्टमा गएर चाहिँ त्यो 6वटै स्टेजको चाहिँ टाइम क्यालकुलेट भएको हुन्छ। त्यसमा चाहिँ हाम्रो टाइमिङ सिस्टम आएको हुन्छ उता इन्डोनेसियाबाट। अनि अटोमेटिकली टाइमिङ क्यालकुलेट हुन्छ। अनि सबैभन्दा छोटो समयमा जसले त्यो जम्मै कम्प्लिट 6वटा दूरी पार गर्यो र कम्प्लिट गर्यो त्यो चाहिँ विनर हुन्छ। त्यो विनरमा चाहिँ पोडियममा चाहिँ 5 जना हुन्छ, फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ 5 जना चाहिँ विनर हुन्छ। अनि विनरहरूलाई चाहिँ के व्यवस्था छ भने यसपालि यो 1-2वटा कम्पनीहरूले हामीलाई यो साइक्लिङ कम्पनीहरूले यस्तो प्याडलहरू, साइकलको सिटहरू अनि अरू एसेसरीहरू चाहिँ हामीलाई दिएको छ एज ए स्पोन्सरसिप। त्यो उनीहरूले पाउनुहुन्छ। अब त्यो एउटै सामानको पनि लगभग 15-20 हजार रुपियाँ पर्छ कि त्यो सामानको, किन महँगो छ। अनि अर्को चाहिँ भनेको यसपालि के हुनेवाला छ भने जम्प एउटा हामीले चाहिँ एउटा छुट्टै त्यो चाहिँ रेसदेखि बाहेक एउटा सेक्सन हामीले नम्बर 2 भन्ने स्टेज छ, त्यहाँ चाहिँ एउटा जम्प छ तपाईँको। अनि त्यो साइकलले त्यहाँ उनीहरूले जम्प गर्नुपर्छ, त्यसको चाहिँ जम्मै भिडियो रेकर्डेड हुन्छ। अनि एउटा प्यानलले चाहिँ डिसाइड हुन्छ त्यो राइडरहरूमध्ये कसले सबभन्दा राम्रो जम्प गर्यो, अनि त्यो चाहिँ प्यानलले डिसाइड गर्छ। अनि त्यो जम्प जसको राम्रो भयो त्यसले चाहिँ 30,000 रुपियाँ बिएनबी हस्पिटल जुन हाम्रो काठमाडौँ छ, बिएनबी हस्पिटलले उहाँले त्यो सेगमेन्ट तयार गर्नुभएको, उहाँले स्पोन्सर गर्नुभएको। अनि त्यो चाहिँ बिएनबी हस्पिटलले चाहिँ 30,000 रुपियाँ चाहिँ उहाँहरूलाई चाहिँ त्यही अन द स्पट सेम डे चाहिँ एउटा प्राइज मनी राख्नु भएको छ। सो अहिले 27 गते कार्तिक पोखरा लेक साइडबाट सबैजना यहाँ माथि आउँछ। अहिले हामी तपाईँलाई त्यो ठाउँ अवलोकन गराउँछौँ। अनि 29 तारिक कार्तिक चाहिँ 3टा स्टेजमा हुन्छ, त्यसपछि हाम्रो फिनाले हुन्छ। अनि हाम्रो त्यही माथि अहिले रेस भिलेज हामीले हेर्छौँ, त्यहाँ चाहिँ तपाईँको पोडियम सेरेमनी त्यहीँ हुन्छ। अनि त्यहाँदेखि हाम्रो यो रेस चाहिँ कम्प्लिट हुन्छ। र प्रत्येक रेस खेल्न बनाउँदाखेरि हामीले आफैले फेरि आएर हामी आफै लागेर हामी आफै यहाँ लोकल फेरि रेस ट्रेल बनाउँदाखेरि अब हामीले त डाइरेक्सन दिने हो, तर यहाँ सबै अरू अनि बल्ल बिस्तारै अब त्यो कुराहरू चाहिँ अलिकति मैदानमा आएको छ कि ल यो ट्रेल बनाउने रेस गरेको चाहिँ लोकल इकोनोमी पनि हुन्छ। सो त्यो खर्चको कुरा गर्दाखेरि चाहिँ ठ्याक्कै एक्ज्याक्टली अब साग र 9 राष्ट्रिय खेलकुद हेरियो, तसर्थ यहाँ चाहिँ सेफ्टी एन्ड सेक्युरिटीको लागि चाहिँ कस्तो व्यवस्था गर्नु भएको छ? दुईवटा क्वेसन आयो भने एउटा इभेन्ट गर्दाखेरि त्यसले डेफिनेटली हामीलाई असर पार्यो। पहिलो कुरा हामीलाई मानसिक तनाव त कम नै भयो, अब दुविधा पनि भयो यो रेस गर्ने कि नगर्ने। गरौँ कि भइहाल्यो भने त्यसको जिम्मा कसले लिने? संसारभरिबाट मान्छे आउँछन्, उनीहरूले आउनुभन्दा अगाडि नै सोधे हुन्छ तेरो देशमा कस्तो छ स्थिति भन्छ। हामीले एकदम फेरि फ्याक्चुअल कुरा पनि गर्नु पऱ्यो र हामीले केही समयको लागि चाहिँ हामीले पर्ख र बस हेरौँ भन्ने कुरा पनि गऱ्यौँ बिचमा। एक्चुअली हाम्रो सानो भइसकेका मान्छेहरूलाई पनि त्यसो भन्यौँ। अनि त्यसपछि 1 महिना जति बितिसकेपछि अब चाहिँ त्यो अन्तर्म सरकार गठन भइसकेपछि चाहिँ हामीले एउटा के निश्चय गऱ्यौँ भने गर्ने भनेकै यस्तै बेलामा हो, किन रिजल्ट देखाउने भनेकै यस्तै अप्ठ्यारो सिचुएसन हो। अप्ठ्यारो सिचुएसनमा रिजल्ट देखायो भने त राम्रो सिचुएसनमा त गर्न सकिहाल्छ नि भन्ने एउटा अन्तर्राष्ट्रिय ऊ पनि जान्छ, मेसेज पनि जान्छ भनेर हामीले चाहिँ अठोट गरेर त्यसलाई रिस्कै लिएर ल हामी गर्ने भनेर लागेपछि अब त्यसपछि एकपल्ट गर्ने भन्दै अनि अब यता वडामा पनि कुराकानी भयो। के गर्नु त भन्दाखेरि गर्नुहोस् दाइ, जसरी पनि गर्नुपर्छ भन्ने कुराहरू गर्नुभयो। वडाहरूले पनि आदेश दिनुभयो। अनि अरू होटल पनि बुक भइसकेको थियो, त्यो पनि क्यान्सल गर्नु पऱ्यो। 7 जना चाहिँ मेरो आफ्नै पर्सनल नेटवर्कबाट पनि क्यान्सल गर्यो। त्योदेखि बाहेक अरूले त त्यो आन्दोलन हुनसाथै के भयो भने पहिला इन्क्वायरी आइरहन्थ्यो, किनभने रेस भनेर अचानक गरेर सानो पर्दैन, इन्क्वायरी गर्छ, क्वेसन छ, दुनियाँ गर्छ, त्यो आइरहन्थ्यो। त्यो आन्दोलन हुनसाथै इन्क्वायरी एउटा पनि आयो, किनभने त्यो मान्छेले त्यो डेस्टिनेसनै डाइभर्ट गरे कि किन रेस साइक्लिङ गर्ने सिजन हुन्छ। अनि कुन देशमा फेरि हाम्रो मात्र छैन, भुटान छ यहाँ नजिकै, अब इन्डिया छ, इन्डियामा 3-4 एज वी स्पिक 3-4 रेस भइरहेछ यही बेलामा। इन्डियामा तावाङमा भइरहेछ, त्यो तपाईँको आजवालमा भइरहेछ। अहिले यो सिजनै यो रेसहरू। अनि त्यहाँ अब मान्छेहरू चाहिँ डाइभर्ट भयो। अब नेपालमा यस्तो छ नजाउँ भनेर अन्त्यतिर तुरन्तै डाइभर्ट गरिहाल्यो, त्यो भयो। त्यस कारण हामीलाई असर पऱ्यो, हामीलाई धेरै नै असर पऱ्यो। तर जो जतिजना छन् हामी त्यो आधारमा गर्ने भनेर हामीले अगाडि बढेको, किनभने एउटा कुरा
फ्याक्ट्री नै भाँचिएको थियो, चारवटा हड्डी चाहिँ टाइटेनियम प्लेट राखेको छ। सो यसको चाहिँ म एकदम बुझ्छु राम्रोसँग सेफ्टी किन चाहिन्छ, कस्तो चाहिन्छ भन्ने कुरा। यो साइकल चढ्दाखेरि भएको मेरो पनि। अनि हाम्रो यसपालि मेडिकल प्रिपरेसन कस्तो छ भन्दाखेरि तपाईँको बिएनबी हस्पिटल हाम्रो मेन मेडिकल पार्टनर हो। काठमाडौँबाट 2 जना डक्टर आउनुहुन्छ। त्यसको बावजुद हाम्रो यहाँ मेट्रो सिटी हस्पिटलसँग यहाँ टाइप गरिसकेका छौँ। अस्ति हाम्रो एउटा एमओयू पनि भइसकेको छ। सो हाम्रो यहाँ कोही घाइते भएको खेलाडी सबभन्दा पहिला भनेको मेट्रो सिटीमा लगिहाल्ने हो जसलाई पनि। अनि त्योदेखि बाहेक अरू केही विशेष गर्नु पऱ्यो भने फेरि त्यसपछि काठमाडौँ लाने अथवा कहाँ लाने त्यो एउटा चाहिँ छ। र अर्को चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सेफ्टीमा हाम्रो फेरि हामीसँग मेडिकल टिममा 14 जना हुन्छ। मेडिकहरू चाहिँ 6 जना, डक्टर 2 जना, अनि बाँकी चाहिँ क्युआरटी क्विक रेस्पोन्स टिम भनेर हाम्रो यहाँ गोर्खा ट्रेनिङ सेन्टर छ दिप हाउसिङमा होइन, त्यो नजिकै। अनि उहाँको चाहिँ हामीसँग चाहिँ मार्सलहरू आउनुहुन्छ। त्यसमा चाहिँ तपाईँको चाहिँ त्यो स्ट्रेचर बोकेर 5-5 जनाको टिममा चाहिँ एउटा मेडिक डक्टर हाम्रो हेडक्वार्टर हुन्छ। अनि त्यो 5 जनाको चाहिँ स्ट्रेचर बोकेर 2टा टिम चाहिँ हाम्रो त्यो एटिभीमा चाहिँ क्विक रेस्पोन्स टिम भनेर त्यो हाम्रो कहाँ कहाँ डेन्जर जोन छ त्यहाँ आइडेन्टिफाई गरेर राखिहाल्छौँ। सबभन्दा पहिले मेडिकले एसेस गरिहाल्छ। छ अस्ट्रेलियाबाट छ 4वटा भयो होइन, अनि सिङ्गापुर छ, अनि त्यसपछि लागेर कति 5वटा भयो। ओमानको चाहिँ नेसनल टिमै आउँदैछ है बाहिर। ओमान नेसनल टिमको साइक्लिस्टहरू आउँदैछ, उनीहरू 4 जना आउँदैछ भनेपछि 6वटा भयो। 7वटा अन्तर्राष्ट्रिय कन्ट्रीको चाहिँ आइसकेको छ। ओमानको चाहिँ नेसनल टिम नै आउँदैछ। अनि त्यसपछि सिङ्गापुर, अनि युएस, जापान, सरी मैले जापान छोडिरहेको छु, जापान पनि कन्फर्म भइसकेको छ। सो भने 8वटा देश चाहिँ अहिले कन्फर्मै भइसकेको छ, अरूसँग कुराकानी हुँदैछ। अनि गुरुहरूसँग हाम्रो मेन चिफ कमिसार हुन्छ, उहाँ नै बसेर रानीवनमा 1 महिनासम्म बसेर बाटो बनाउनदेखि लिएर सबै गरेको उहाँहरूसँग पछाडि लाग्दा अलिअलि कख गग सिक्दैछु। आफूलाई कमिलाल टोकीको ट्रिप दिइरहेको छ नि, अब ठिकै रहेछ। त्यो रुट यसो खिच्नु सर, त्यो रिपोर्टिङ डाँडा काँडालाई यस्ता पर्यटन प्रवर्धनात्मक खेलहरूले त्यो ठाउँको स्थानीयको मुहार फेर्नलाई यो राम्रो साबित हुन्छ भनेर नै त्यही सुरुवातका साथ यसमा सुरु गरियो। र पोखराको लग तपाईँहरूले काउँ डाँडा देख्नुहुन्छ, सराङकोट देख्नुहुन्छ, सबै ठाउँ देख्नुहुन्छ होइन। अब अहिले स्तुपातिर कति पर्यटकहरू जाने आउने गर्छन्, तर यो आरमा धेरै पिछडिएको छ। यहाँ स्थानीय सहरहरूले पनि महसुस गर्नु होला र यो आर्बाको डाँडालाई यो पोखरा इन्डुरोले साँच्चै मुहार फेर्ने एउटा साबित हुनेछ भन्ने हामीले यसलाई अपेक्षा लिएका छौँ। र कास्की जिल्ला साइक्लिङ सङ्घले सुरुको दिनदेखि समुदायहरूलाई आउनुहोस् कार्यक्रम गर्नुहोस् भनेर हामीले सकेसम्म हामीले सहयोग गरेका छौँ। हामीले उहाँहरूलाई एज म फेरि मेडिकल पर्सन पनि भएको हुनाले महानगर जानेदेखि लिएर मेडिकल टिम मिलाउनेदेखि लिएर हातमा हात साथमा साथ राखेर सुन्दाई म नभए छिमिदाई हुन्छ उहाँहरूसँगै हिँडेका छौँ। र म पनि नेसनल र इन्टरनेसनल इलिट राइडरहरू छ, त्यसमा चाहिँ तपाईँको 19 वर्ष पुगेको हुनुपर्छ। 19 देखि 29 वर्षको सम्मको चाहिँ राइडरहरू त्यो इलिटमा खेल्छन्। त्यसपछि इलिट पछाडि हाम्रो मास्टर ए भन्ने क्याटेगोरी छ, त्यो चाहिँ 30 वर्षदेखि 39 वर्षको हुनुहुन्छ, 10 वर्षको ग्यापमा छ त्यो। अनि मास्टर बी चाहिँ तपाईँको 40 देखि 49 सम्मको छ, 49 वर्षसम्म। अनि अर्को एकदम भेटरन क्याटेगोरी भन्ने छ, जहाँ चाहिँ सबैभन्दा धेरै प्रतिस्पर्धा यसपालि त्यही भेटरन क्याटेगोरीमा हुनेवाला छ। त्यो चाहिँ 50 वर्षदेखि माथिको होइन। यसपालि अब 65-63 वर्षसम्मको पनि खेलाडीहरू आउनुहुँदैछ विदेशबाट। र त्यो क्याटेगोरी एकदम हाम्रो लागि चाहिँ सबभन्दा फन क्याटेगोरी, र हामीले त्यसलाई चाहिँ फन क्याटेगोरी पनि भन्छौँ। हामी त्यसलाई चाहिँ अब
मास्टर्स क्याटेगोरी भन्दा पनि द मोस्ट एक्साइटिङ क्याटेगोरी भनेको चाहिँ त्यही 50+ क्याटेगोरी हुन्छ। म पनि त्यही क्याटेगोरीमा पर्छु, तर म चाहिँ रेस खेल्दिनँ यसपालि, किनभने आफ्नै रेस भएको हुनाले यो रेस पछाडि चाहिँ म अर्को रेस खेल्नु श्रीलङ्कामा जानेछु। सो तपाईँले मेरो देखिहाल्नु हुलिया म पनि राइडरै हो होइन। अनि त्यस कारणले मलाई यो राइडरहरूले के मनपर्छ, कसरी यो रेस गर्नुपर्छ भन्ने कुरा अलिक राम्रो ज्ञान भएको, इन्टरनेसनल मेरो अलिकति एक्सपिरियन्स पनि भएको हुनाले। र मेरो टिम हुनुहुन्छ यहाँ अहिले पनि देख्नुहुन्छ, राकेश मानन्तर हुनुहुन्छ, उहाँको प्रेसिडेन्ट अफ द कमिसार प्यानल, उहाँ चाहिँ साइक्लिङ सङ्घबाट हुनुहुन्छ NCA-बाट। उहाँको टिम, हाम्रो टिम मिलेर चाहिँ हामीले यो ट्रेललाई धेरै मिहिनेत गरेर बनाउँछौँ। 2020देखि 5 वर्ष लगातार हामीले यो 5 वर्ष भयो यहाँ ट्रेल बनाएका छौँ। कति ट्रेल चाहिँ बिग्रेर गएको हुनाले त्यसलाई फेरि हामीले हाटेर नयाँ ट्रेल बनाउनु पर्ने भयो। यो रेस सिद्धिन साथै हाम्रो प्लान के छ भन्दाखेरि अब यो तपाईँले देख्नुहुन्छ यो पनि जुन बाटो आयो नि हामीले, त्यो बाटोको उतापट्टि डाँडा हेर्नुभयो भने त्यो सबै कम्युनिटी फरेस्ट हो। सो यो एन्टायर भेगलाई चाहिँ हामीले चाहिँ खालि एउटा वर्षको एकचोटि रेस गर्ने मात्र हिसाब नराखेर यसलाई चाहिँ एउटा प्रपर माउन्टेन बाइकिङ डेस्टिनेसन जुन संसारकै मान्छेहरू खेल्न आओस् भनेर चाहिँ यहाँ हामी पूर्वाधारहरू तयार गर्दैछौँ। अहिले हामीले पूर्वाधार तयार गर्दाखेरि हामीसँग जोडिन थुप्रो संस्थाहरू जोडेर आउनुभएको छ, जस्तो कास्की जिल्ला साइक्लिङ सङ्घ, वडा नम्बर 13, पोखरा महानगरपालिका, हाम्रो प्रदेश खेलकुद सङ्घ, अनि यहाँको लोकल तपाईँको के अरे श्री सत्य युवा क्लब, र यहाँ अहिले एउटा समिति पनि बनाएको छ। 9 जनाको समिति छ। यहाँको सबै अलिकति